घर पनि राम्रोसँग देखेको छैन पहिला यही गाडी ल्याएको होइन उकालो त ठाडै उकालो छ Stay on World Peace Stupa Access Road. Take the next left to stay on World Peace Stupa Access Road. गाडीभित्र पस्न थाहा बाहिरबाट हेऱ्यो भने अनि त्यो यहाँबाट दुईटा छ क्या नभेटेर हामीले चाहिँ बुवालाई सोध्न पठाएको छ यही बाटो रहेछ सो धेरै हुस्सु लागेर चाहिँ हामीले गाडी यहीँ रोक्यौँ अनि त्यसपछि अब हिँड्दै हामीहरू जान्छ त्यही के पनि देख्यो होइन अनि हामीहरू यसरी नै हिँड्दै जान्छौँ अब कति मिनटको रे मामु कति मिनटको 5-10 मिनट्स 5-10 मिनट्स हामीहरू हिँड्छौँ मजाले मैले तस्मै हारिनु नि आज मेरो कपाल चाहिँ मजालाई उस देखाउँछ है सुसु कति देखिया कुनै छैन राइट कुहिरो मामा हाइकिङ जस्तै भयो है मामा ए आदिवासी कपाल अनि चार हुन्छ मामा यो त मालदी ट्रेक जस्तै भयो हाइट हेर अघि यस्तै उकालो त गाडी यस्तै उकालो त गाडीहरू कस्तो लागिरहेको बाबा आमा मामा रमाइलो हुस्ले केही देखाएको छैन आमा खुट्टे दुख्छ यार हामी मात्रै मूर्ख होइन यति चाँडै आउनु अरू नि मूर्खै रहेछ हामी मूर्खै भयो भन्दा Let's go. कस्तो अहिले मन्दिर आयौँ गेटबाट छिर्यौँ अब हजुर अब उहाँलाई हामी पैसा दिन्छौँ ₹5 धेरै पढाइस मेरो नानीलाई मनकी इच्छा सो हामीले मलाई हेल्प गर्यौँ We cannot see anything at all over here.
to fuck. या वाह शिवजीको त्यो देखिया हो शिवजी हो But it's too fuck. या we have to go higher and higher up. Om Namah Shivaya. क्या नाम है शिवजी चाहिँ देखिरहेको छ नि त शिवको मन्दिर शिव भगवान हुनुहुन्छ यो कुहिरोले गर्दा खेप पनि देखेको छैन ओम नमः शिवाय ओम नमः शिवाय चाहिँ स्विमिङ पुल टाइपमा बना शिवजीको लागि घाम नि छ देख्छ भने घाम छ शिवजी हुनुहुन्छ कुहिरो नि छ मामु नि हुनुहुन्छ मस्ती नि छ त्यो चाहिँ एकदम मस्ती छ यहाँ चाहिँ फोटो खिच्ने रे सो लेट्स क्लिक छ नि शिवजीलाई त्यो चक्र घुमेको कुमार र गणेशले पुरा धरती कुमारले चाहिँ घुमायो अनि त्यसपछि गणेशले चाहिँ आफ्नै बाउ आमाकोमा उ गरेको थियो नि हो त्यो पनि यहाँनिर उ देखाएको रहेछ त्यो उहाँ चाहिँ गणेशजी मन्दिर खुल्यो भरुमा गणेशजी पनि ठ्याक्कै आउनुभयो यहाँनिर चिया र उखुको जुस खान रोक्यौँ अब चाहिँ खान्छौँ अनि अर्को डेस्टिनेसन छ अनि गाडी भाडा आयौँ अनि अब चाहिँ डेभिड फल जान्छौँ गरेर अनि हामीहरू चाहिँ अब डेभिड फल आइपुग्यौँ यहाँ चाहिँ अलि भिड छ अब चाहिँ जान्छौँ यसको नाम चाहिँ किन डेभिड फल भएको भन्नाले यहाँ चाहिँ डेभिड भन्ने नामको बच्चा खसेर डेभिड फल भएको आमा मामु बाबा उता हुनुहुन्छ म यहाँ छु क्यामेरा चाहिँ सजिलो क्यामेरा चाहिँ हल्लिएर होइन किनकि सिडी चढेर चाहिँ अलिकति थम्ने अब क्यामेरा हल्नु न डेभिड फल हामीहरू त्यो ठाउँबाट निक्ल्यौँ अनि त्यसपछि यहाँ चाहिँ हामीहरू आयौँ मन्दिर आयौँ अर्को चेकिङ गराएर अब हामी जाँदैछौँ गुप्तेश्वर मन्दिर हो यो हामी चाहिँ मन्दिर दर्शन गरेर भर्खर बाहिर निक्ल्यौँ गुफाबाट लासी थाक्यो
पसिना पसिना नि भयो। बुवाले फोन गरिरहेछ। बुवा चाहिँ थाकेर बिच बाटोबाट जानुभयो अनि बुवा चाहिँ हाउसमा। So let's go to the गाडी दर्शन गर्न अर्को ठाउँ आइसक्यौँ। अब यहाँ दर्शन गर्छौँ अनि खै कहाँ जान्छौँ I don't know। मामु भएको जाम त्यो बाटो चढ्नुपर्छ। So let's go। ल म फेरि अघि जस्तै रङ बाटो आएँ। म त रङमै मान्छे नै रहेछु यार। राइट वेमा आउनु पर्यो नि आफै। सकिन्न सकिन्छ घुसे घुसे म यहाँबाट घुसेको ठ्याक्कै यहाँ घुसेको यो पोइन्टबाट। हामी चाहिँ मन्दिरको गेट भेटिसक्यौँ। बाबा हेर्नु दौडिँदा। बाबा कति दौडे थाक्नु आएन। मलाई सासाको संसा दौडेर आएन मैले यहाँभन्दा तल हुनै गरेँ। स्टार चढ्ने हो कि सासा नभएन। तपाईँहरू खोलेर आउनु सानो जुत्ता लाएर जान्दिँदैन तपाईँलाई। जुत्ता लाएर जान्दिँदैन। फोटोहरू खिच्न दिन्छ। भिडियो खिच्नु पऱ्यो कि त्यो मन्दिरको नाम के हो? बिन्दावासी। कुन भगवानको मन्दिर हो? हाम्रो कुलदेवताको मन्दिर हो बिन्दावासी। को हो कुलदेवता भने? बिन्दावासी मन्दिर हो रे। दिदीभाइले जुत्ता खराएन त्यही भएर मामु रिसाइरहनु जुत्ता खोलेन जुत्ता खोलेन हजुर यहाँ जुत्ता हेर्न बस्छ। एउटा जुत्ता 10 रुपियाँ लाग्छ। आमा कतिवटा एउटा दुईटा तिनटा चारवटा पाँचवटा के कस्तो हेर्छ हल्ले। Let's go buddies। चाहिँ भिडियो खिच्न मिल्दैन त्यसैले म मन्दिर ढोकेर भेट्छु ल। मैले चाहिँ मन्दिर दर्शन गरेँ। अब हजुरहरूलाई म मन्दिर देखाउँछु। यो चाहिँ मन्दिर हो भगवानको मन्दिर। हामीहरू फेबताला आयौँ। अब चाहिँ फेबतालको लेकमा चढ्छ हामी बोटमा चढ्छ। हामीहरू चाहिँ पोखराको बोटिङमा आयौँ। बाबा कस्तो लागिरहेछ त? मामु कस्तो लागिरहेछ? त्यो के हो थाहा छ? आफ्नै दुनियाँमा माथिको के हो? दिदा उडेको प्लेन हो? होइन होइन त्यो प्याराग्लाइडिङ त होइन। ग्लाइडर के भन्छ?
कस्तो लागिरह सिङ्गल हो रमाइलो सिङ्गलै दुईजना बस्ने अस्पताल घुमेर आइसक्यो त्यसपछि मैले बबल टी लिएँ छोला भटुरे खाजा खाना छिटायो खाजा खायौँ अब हामीहरू होटेलतर्फ लाग्छ मतलब गाडीतर्फ लाग्छ त्यसपछि होटेल नै जाने होला आई गेस अनि कन्सर्ट छ अनि कन्सर्ट हेर्नुपर्छ होटेल आयौँ ठ्याक्कै होटेल आयौँ अब म हजुरलाई यहाँनिर स्विमिङ पुल देखाउँछु ल यहाँको मैले नै अघि भर्खर थाहा पाएको स्विमिङ पुल छ भनेर पर्सनल स्विमिङ पुल त्यहाँ चाहिँ बेबीहरूको लागि छ ठ्याक्कै त्यहाँ पानी चाहिँ कस्तो छ हेर न यहाँ सुत्ने ठाउँ पर्सनल स्विमिङ पुल जाडो छ त्यसैले हामीहरू चाहिँ अहिले आउँदैनौँ ओहो पानी त वार्मै छ ठिक छ वार्म छ सो इट्स नाइस इट्स satisfying not too nice तर ठिक छ मलाई चाहिँ मन पर्यो म देखाइदिन्छु हजुरलाई बस्नु न म एकचोटि हट्छु त यो चाहिँ हिमाल हो जस्ट हामीहरू चाहिँ अहिले हामीहरू चाहिँ अहिले कहाँ जान आँट्यो भने हामीहरू चाहिँ के अरे मैले बिर्सेँ कन्सर्टमा जान आँटेको अहिले मैले हजुरलाई भने जस्तै Let's go. कौन सा खाना है आगे करते हम हामीहरू चाहिँ खाँदै यो त स्न्याक्स चाहिँ होइन अब डिनर त स्न्याक्स खाँदैन थर्ड डेमा भेट्छौँ त्यो भोलि बाई हाम्रो भिडियोलाई लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला थ्याङ्क यू बाई